ब्रदर वाचमिनीद्वारा लेखिएको पुस्तक म्यान्स ओन्ली सिन, मानिसको एउटै मात्र पाप। मैले जोरदार रूपमा प्रस्तुत गर्न चाहेको कुरा के हो भने बाइबलमा एक मात्र पाप हो। यो एकदमै अनौठो देखिन्छ कि मानिसले पापलाई हेर्ने तरिका परमेश्वरले हेर्ने तरिका भन्दा पूर्णतया फरक छ। आज यो दुःखको कुरा हो कि सुसमाचार प्रचार गर्दा मानिसहरूले प्राय पापको सिद्धान्तलाई गलत तरिकाले प्रस्तुत गर्दछन्। मानिसलाई मुक्तिदाताको आवश्यकता छ किनभने उसले पाप गरेको छ। यदि पाप नभएको भए मुक्तिदाताको आवश्यकता पर्ने थिएन। तर मानिसले गरेको पाप के हो? पाप शब्द एक सामान्य शब्द हो। तपाईसँग तपाईको पाप छ र मसँग मेरो छ। यदि हामी एउटै पाप गर्दैनौं भने हामी सबैलाई किन एउटै मुक्तिदाताको आवश्यकता छ? बाइबलले सुरुदेखि अन्त्यसम्म एउटै पापमा जोड दिन्छ। कुनै व्यक्तिले अनन्त जीवन पाउँछ वा नष्ट हुन्छ भन्ने कुरा यो एउटा पापप्रति उसको मनोवृत्तिमा निर्भर गर्दछ। परमेश्वरको सामु उहाँको अडान यो पापको उपचारबाट निर्धारण हुन्छ। बाइबलले दशौं हजार अन्य पापहरूलाई जोड दिँदैन। यदि यी सबै दशौं हजार अन्य पापहरू समाधान भए तापनि यदि तपाईको जीवनमा यो एउटा विशेष पाप समाधान नभएको भए तपाई अझै पनि पापी हुनुहुनेछ। त्यसो भए यो पाप के हो? यो मानिस र परमेश्वर बीचको विवाद हो कि मानिसको परमेश्वरसँग उचित सम्बन्ध छैन। यद्यपि झूठ, घमण्ड र ईर्ष्या सबै पाप हुन्। यी केवल यो एउटा विशेष पापका टुक्राहरू हुन्। बाइबल अनुसार मानिसलाई नाश गर्ने एउटा विशेष पाप मात्र हो। तपाईले धेरै अन्य पापहरू नगर्न सक्नुहुन्छ, तर यदि तपाईले यो गर्नुभयो भने तपाई वास्तवमा नरकमा जान योग्य हुनुहुन्छ। हामीले व्यभिचार वा जुवाबाजी नगर्न सक्छौं, तर हामीले निसन्देह यो एउटा पाप गरेका छौं जुन परमेश्वरसँगको उचित सम्बन्धको अभाव हो। त्यहाँ एक शुद्ध पुरुष वा महिला हुन सक्छ, तर उसले परमेश्वरसँग विवाद गर्ने पाप गरेको हुन्छ। हामी सबैले परमेश्वरसँगको उचित सम्बन्ध तोड्ने यही पाप गरेका छौं। हामी जन्मजात पापी हौं। पापको सूची यति विशाल छ कि यो गणना भन्दा बाहिर छ। तपाईले संसारमा कुनै पनि अनगन्ती पाप गर्नु भएको छैन होला, तर एउटा पाप छ जुन तपाईले गरेकोमा अस्वीकार गर्न नै सक्नुहुन्न। त्यो हो तपाईले परमेश्वरसँगको आफ्नो सम्बन्ध तोड्नु भएको छ। आज ख्रीष्ट बिना तपाई सच्चै पापी हुनुहुन्छ। पाप के हो? यो परमेश्वरसँग कुराकानी गर्न असमर्थ हुने स्थितिमा मानिस उभिएको भन्दा कम केही पनि होइन। पाप गर्नु मूलतः परमेश्वरको विरुद्धमा खडा हुनु हो। पाप हत्या वा घमण्ड वा ईर्ष्या भन्दा बढी हो। यो परमेश्वरसँग विवाद गर्नु हो। यस्तो पाप कति महत्त्वपूर्ण छ भनेर देखाउन म एउटा उदाहरण प्रयोग गर्न चाहन्छु। मानौ एकजना विवाहित पुरुष छ र उसको बच्चाहरू छन्। उसको ठूलो परिवारमा आमा, बुवा, दाजु, भाइ र दिदी बहिनीहरू पनि छन्। ऊ काम गरिरहेको छ र स्वाभाविक रूपमा उसको काम गर्ने सहकर्मीहरू पनि छन्। उसका धेरै आफन्त र साथीहरू छन्। आफ्नै घरमा ऊ असल पति वा बुवा हुन सक्छ। आफ्नो काममा ऊ सबैभन्दा लगनशील र विश्वासी हुन सक्छ। ऊ आफ्ना साथीहरूप्रति वफादार हुनुहुन्छ र आफ्ना आफन्तहरूप्रति राम्रो गर्छ। वास्तवमा उहाँ हरेक हिसाबले राम्रो हुनुहुन्छ। उहाँ धूम्रपान वा मदिरा सेवन गर्नुहुन्न। उहाँ झूठ बोल्नुहुन्न र ईर्ष्यालु हुनुहुन्न। उहाँ सबै सामान्य रूपमा स्वीकृत नैतिक संहिताहरू पालना गर्नुहुन्छ। उहाँ एक वास्तविक सज्जन हुनुहुन्छ, तैपनि उहाँसँग एउटा अनौठो घृणा छ। उहाँ आफ्ना आमा बुवालाई घृणा गर्नुहुन्छ। उनीहरू बाहेक अरू सबैसँग उनी सहमत हुनुहुन्छ। उनी आफ्ना आमा बुवा बाहेक सबैसँग विनम्र छन्। उनी
उनीहरू बाहेक सबैसँग सहज छन् यो भन्न सकिन्छ कि उनी नैतिक र सबैसँग राम्रो छन् कि उनले अरू मानिसहरूले सामान्यतया गर्ने कुनै पनि गम्भीर पाप गरेका छैनन्। यद्यपि उसले एउटा ठूलो पाप गरेको छ, आफ्ना आमा बुवासँग अनुचित सम्बन्ध कायम राख्नु। उसले सामान्यतया गर्ने पापहरू गरेको छैन, तैपनि उसले आफ्ना आमा बुवासँग विवाद गर्ने यो एउटा गम्भीर पाप गरेको छ। म भन्न चाहन्छु कि आज मानिसहरूको संसारको स्थिति यस्तै छ। जब तिनीहरू पापी हुन भनेर सोधिन्छन्, धेरैले जवाब दिनेछन्, मैले कसरी पाप गरेको छु? मानव दृष्टिकोण अनुसार यस्तो तरिकाले जवाब दिनेहरू निसन्देह सज्जन, नैतिक र विनम्र छन्। तिनीहरूले आफ्नो विवेकलाई राम्रोसँग पछ्याएको देखिन्छ। तैपनि यी प्रत्येक व्यक्तिलाई यो प्रश्न सोध्नु आवश्यक छ, के तपाईं र परमेश्वर बीच केही नराम्रो घटना भएको छ? साँचो तपाईले साथीहरू र आफन्तहरूसँग राम्रो सम्बन्ध कायम राख्नु भएको छ। तपाई नैतिक र विनम्र हुनुहुन्छ, तर स्वर्गीय पितासँगको तपाईको सम्बन्धको बारेमा के हो? ध्यान राख्नुहोस् कि तपाईको श्रीमती, छोराछोरी, साथीहरू र आफन्तहरू बाहेक माथि परमेश्वर पनि हुनुहुन्छ, जससँग तपाईले सम्बन्ध राख्नुपर्छ। त्यसैले हामी सही रूपमा भन्न सक्छौं कि मानिसको परमेश्वरसँग अनुचित सम्बन्ध भएको कारणले ऊ पापी हो। उसले मानिसहरूलाई मारेको वा उसको विवेक धेरै कालो भएकोले उसलाई पापी ठहराइएको होइन। ऊ मूलतः किनभने ऊ परमेश्वरसँग शत्रुतामा उभिएको छ। ऊ पापी हो किनभने उसको परमेश्वरसँग कुनै आध्यात्मिक सम्बन्ध छैन। मानिसले यो पाप वा त्यो पाप गरेको छैन भनेर बहाना बनाउन सक्छ, तर एउटा विशेष पाप छ जुन उसले गरेको हुनुपर्छ। हामी प्रत्येकले 101 अन्य पापहरू व्याख्या गर्न बहाना बनाउन सक्छौं, तर हामीले वास्तवमा यो एउटा पाप गरेका छैनौं भनेर हामीले अस्वीकार गर्न सक्दैनौं। यो पापले तपाईलाई र मलाई पापी बनाउँछ। आज म तपाई घरमा कस्तो व्यवहार गर्नुहुन्छ भनेर सोध्ने छैन। सायद तपाई आफ्नो परिवारको असल सदस्य हुनुहुन्छ। म यो पनि सोध्ने छैन कि तपाई आफ्ना दाजुभाइहरूसँग शान्तिमा हुनुहुन्छ कि हुनुहुन्न। सायद तपाईले कुनै उत्तराधिकार द्वन्द्वको कारणले गर्दा तिनीहरूमाथि कुनैलाई पनि मुद्दा हाल्नु भएको छैन होला। न त म तपाईलाई सोध्छु कि तपाई काममा आफ्नो सहकर्मीहरूसँग कसरी व्यवहार गर्नुहुन्छ भनेर। तपाईका सहकर्मीहरूले वास्तवमा तपाईलाई सम्मान र उच्च सोच्न सक्छन् होला, र म तपाई एक असल नागरिक हुनुहुन्छ कि भनेर सोध्ने छैन। सायद तपाई धेरै राम्रो हुनुहुन्छ किनकि तपाई वफादार हुनुहुन्छ, अधिकारको अधीनमा हुनुहुन्छ र कर तिर्नमा विश्वासी हुनुहुन्छ। तर म आज तपाईलाई सोध्छु कि परमेश्वरसँगको तपाईको सम्बन्धमा केही गलत छ कि छैन? उहाँसँगको तपाईको सम्बन्ध कस्तो छ? तपाई आफ्नी श्रीमती, दाजुभाइ र सहकर्मीहरूप्रति कस्तो व्यवहार गर्नुहुन्छ भनेर परमेश्वरले तपाईलाई सोध्नु हुने छैन। तपाईले कसैलाई मारेको छ वा आगजनी गर्नु भएको छ कि छैन भनेर उहाँले तपाईलाई सोध्नु हुने छैन। उहाँले तपाईलाई उहाँसँगको तपाईको सम्बन्धको बारेमा मात्र सोध्नु हुनेछ। तपाईले संसारमा उपस्थित धेरै अन्य समस्याहरू सिर्जना गर्नु भएको नहुन सक्छ, तर यदि परमेश्वरसँग मानिसको सम्बन्धको यो विश्वव्यापी रूपमा सामान्य समस्या समाधान भएन भने तपाई अझै पनि पापी हुनुहुन्छ। बाइबलले यस पापको बारेमा स्पष्ट रूपमा सिकाउँछ। पाप यस संसारमा कसरी पहिलो पटक प्रवेश गर्यो भन्ने कुरा स्पष्ट पारौं। यो हत्याको रूपमा प्रवेश गरेको थिएन, न त कसैले आफ्नी श्रीमतीलाई बहिनी भनेर बोलेको झुटको रूपमा। यो संसारमा कुनै मानिसले अर्काको श्रीमती लिएर गएको वा प्रतिद्वन्द्वीलाई मार्नको लागि युद्ध भूमिमा पठाएको कारणले प्रवेश गरेको थिएन।
न त यो व्यभिचार वा जुवा वा घमण्ड वा ईर्ष्या मार्फत प्रवेश गर्यो, होइन। पापले पहिलो पटक मानिसले फलफूलको टुक्रा खाएको कारण संसारमा प्रवेश गर्यो। आदमको परमेश्वरले आज्ञा गर्नुभयो, असल र खराबको ज्ञानको रुखको तिमीले त्यो नखानु, किनभने जुन दिन तिमीले त्यो खान्छौ त्यसै दिन तिमी निश्चय नै मर्नेछौ। उत्पत्ति अध्याय 2 को 17 पद। हामी यहाँ परमेश्वरको वचनको पछाडिको कारणलाई छुने छैनौं। हामी केवल त्यो मानिसले परमेश्वरले आज्ञा गर्नुभएको कुरालाई उल्ट्यायो भनेर देख्नेछौं। यदि सृष्टिकर्ता परमेश्वरले मलाई नखान आदेश दिनुहुन्छ भने म खाने छैन, अन्यथा म परमेश्वरसँग विवाद गर्छु र विरोध गर्छु। आदमले निषेधित फल खाने बित्तिकै उसले आफूलाई बगैँचाको रुखहरूको बीचमा लुकायो, किनभने उसले आफूलाई परमेश्वरलाई देख्न डराउने आसनमा राखेको थियो। त्यसो भए पाप के हो? पाप भनेको केवल परमेश्वरसँग गलत सम्बन्ध राख्नु हो। पाप परमेश्वरको अगाडि अनुचित स्थितिमा उभिरहेको हुन्छ। हामी सबै लुका 15 अध्यायमा उडाउ पुत्रको कथासँग परिचित छौं। उसले के पाप गरेको थियो? धेरैले भन्ने छन्, हेर, कान्छो छोराले आफ्नो बुवाको सम्पत्तिको आफ्नो हिस्सा लिएर उच्छृङ्खल जीवन बितायो र यसरी ऊ पछि उडुवा पुत्र भयो। यद्यपि मलाई भन्न दिनुहोस् कि जुन दिन उनले आफ्नो उत्तराधिकार आफ्नो हातमा पाए त्यो दिन उनी उडाउ पुत्र भए। यद्यपि उनी त्यति बेला धनी मानिस थिए। उनी असफल भएको, आफ्नो सबै सम्पत्ति बर्बाद गरेको र सुँगुर चराउन लागेको कारणले उडान्त भएनन्। जुन क्षणमा उनले आफ्नो बुवालाई टढाको देशमा छोडे त्यही क्षणमा उनी उडान्त भए। जब ऊ आफ्नो बुवाको ढोकाबाट बाहिर निस्क्यो, ऊ त्यति बेला नै उडान्त पुत्र भयो। उसको एउटा गल्ती जसले उसलाई उडाउ पुत्र बनायो त्यो उसको बुवालाई छोड्नु थियो। तैपनि मानौ यो कान्छो छोरा विदेशमा गरिब हुनुको सट्टा अझ धनी भएको थियो। मानौ कि 5000 हुनुको सट्टा अब उनीसँग $10,000 छ। सेबास, असल र विश्वासी छोरा बनेर उनको बुवाले अझै पनि उनलाई भन्न सक्नुहुन्न। यदि उनी 10 गुणा धनी भइसकेका भए पनि कान्छो छोरा अझै पनि उडान्ता नै रह्यो। त्यसैले आजको समस्या यो होइन कि कसैले सबै खर्च गरिसकेको छ वा जीविकोपार्जनको लागि सुँगुरलाई खुवाएको छ वा भोकै र थोत्रो लुगा लगाएर बसेको छ। वास्तविक समस्या यो हो कि तपाई कहाँ हुनुहुन्छ? के स्वर्गीय पितासँगको तपाईको सम्बन्धमा केही गडबडी छ? यदि तपाई टढाको देशमा हुनुहुन्छ भने तपाई पनि उडुवा पुत्र बन्नु भएको हुनुपर्छ। तर बाइबलीय विवरणमा उडाउ पुत्र आफ्नो होसमा आउँदा उसले कडा परिश्रम गर्ने र पैसा जम्मा गर्ने योजना बनाएन ताकि ऊ भिखारीबाट धनी मानिस बन्न सकोस्। आन्तरिक रूपमा ब्युज हुँदा उहाँले आफैलाई के भन्नुभयो? म उठ्नेछु र मेरो बुवा कहाँ जानेछु र उहाँलाई भन्नेछु, बुवा, मैले स्वर्गको विरुद्धमा र तपाईको दृष्टिमा पाप गरेको छु। लुका 15 को 18 पद। उनी खानाले पेट तृप्त गर्न र जुत्ता र लुगा लगाउनु मात्र फर्केनन्। उनले भने, म उठेर मेरो बुवा कहाँ फर्कनेछु। मुक्ति पाउनुको अर्थ के हो? यसको अर्थ परमेश्वरसँग उचित सम्बन्ध पुनर्स्थापित गर्नु हो। अनन्त जीवन के हो? अनन्त जीवन पाउनु भनेको परमेश्वर पितासँग सही सम्बन्ध राख्नु हो। यो अनन्त जीवन हो कि तिनीहरूले तपाईलाई एकमात्र साँचो परमेश्वर र तपाईले पठाउनु भएको येशू ख्रीष्टलाई पनि चिनुन्। सुसमाचार यूहन्ना 17 को 3 पद। धन्यवाद। जय मसीह। यदि तपाईलाई पवित्र आत्माद्वारा अगुवाई भयो भने च्यानललाई सब्स्क्राइब गर्न र शेयर गर्न नभुल्नुहोला ताकि यस्तै अडियोहरू जब हामी युट्युबमा अपलोड गर्नेछौं तिनीहरू नरोकिकन तपाईको डिभाइसमा पुगेका हुन् र तपाईको आत्मिक उन्नति भएको होस्।